कृपया हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि छेउमा रहेको बेल आइकनलाई त्यसरी क्लिक गरी नयाँ सुन्नुभयो कि यहाँकै लागि भनेर विशेष गरी उहाँहरूले एउटा तयार गर्नुभएको छ प्रस्तुति। हजुरको अनुमति छ भने हामी ढिला नगरिकन उहाँहरूलाई मञ्चमा बोलाउँछ। प्लिज प्लिज यु आर मोस्ट वेलकम। प्लिज गहिरो गहिरो सागर जस्तै अचल पहाड जस्तै गहिरो गहिरो सागर जस्तै अटल पहाड जस्तै हाम्रो माया यस्तै हुन्छ र हुन्छ नि गहिरो गहिरो सागर जस्तै अटल पहाड जस्तै हाम्रो माया यस्तै हुन्छ र हुन्छ नि पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडी हिँड्ने बादल हो तिमी बादल हो त्यो बादल हो पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडी हिँड्ने बादल हो तिमी बादल हो त्यो बादल हो सुइरो कोपिलमा अहिले अब फुल भयो दुई पाते सुइरो दुई हात तिम्रो जिन्दगीको सार हो दुई पाते सुइरो कोपिलमा अहिले अब फुल भयो दुई पाते सुइरो दुई हात तिम्रो जिन्दगीको सार हो मायालुको देशमा माया खोजी आइपुगेमा लौ न सम्हालिदेऊ मलाई हराउने भो कि कतैमा मलाई हराउने भो कि कतैमा
भोइस कप सिजन 2 को मञ्चमा हाम्रा उत्कृष्ट 8 प्रतिस्पर्धीले यो मञ्च रञ्जित गजमेर सरसँगै उभिन सेयर गर्न पाउनु भएको छ। यो यहाँहरू सबैको लागि सौभाग्य हो र हाम्रो लागि पनि सौभाग्य हो। यहाँको उपस्थितिले हाम्रो मेरो भोइसको मञ्च नै धन्य भएको छ। अब हामी यहाँलाई यति सजिलै बिदाई गर्दैनौँ किनकि यो बिदाई हाम्रो मेरो भोइस कपबाट मात्रै हो। हामी चाहन्छौँ मेरो डान्स कपको भाइ बहिनीहरूलाई प्रतिस्पर्धीलाई पनि यहाँले आशीर्वाद दिनुहोला किनकि हामी यो हप्ता मेरो डान्स कप सिजन 4 मा पनि रञ्जित गजमेर सरलाई भेट्नुहुनेछ। यहाँहरूले यो सप्ताह रञ्जित गजमेर सप्ताहको रूपमा लिन सक्नुहुनेछ। थ्याङ्क यू सो मच सर। सम्पूर्ण प्रस्तुतिहरू सिद्धिसकेको छ। यसको अर्थमा अब भने हामीले यहाँहरूको भोटिङ र साथसाथै जजेसको स्कोरको नतिजा सार्वजनिक गर्ने बेला भएको छ। गत हप्ता यहाँहरूले सबैभन्दा बढी भोट कसलाई दिनुभयो र कम भोट कसलाई दिनुभयो त? जजेसले यो हप्ता प्रतिस्पर्धी उत्कृष्ट 8 प्रतिस्पर्धीको प्रस्तुति हेरेर सबैभन्दा बढी स्कोर कसलाई दिनुभएको छ? हामी सुरुवात गर्दैछौँ हाइएस्ट भोटेड कन्टेस्टेन्टबाट। यो हप्ता यहाँहरूले सबैभन्दा बढी भोट दिएर जसलाई हाइएस्ट भोटेड कन्टेस्टेन्ट बनाउनु भएको छ उहाँले नै जजेसको मन पनि जित्नु भएको छ। अर्थात् एकैजना प्रतिस्पर्धी हाइएस्ट भोटेड कन्टेस्टेन्ट पनि बन्नु भएको छ र टप स्कोरर पनि। गत हप्ता उहाँ बटम 3 मा हुनुहुन्थ्यो। करण तामाङ। मेनी कङ्ग्रेचुलेसन करण, तपाईँ बन्नुभएको छ यो हप्ताको हाइएस्ट भोटेड र टप स्कोरर। जिन्दगीमा सुख सँगसँगै दुःख भोग पनि गर्नुपर्छ र यो हप्ता दुःखको प्रतिशत अलिकति दोब्बर हुँदैछ किनकि यो हप्ता हामी उत्कृष्ट 8 मध्येबाट 2 जनालाई बिदा गर्दैछौँ। त्योभन्दा अगाडि यहाँहरूको भोट र जजेसको स्कोरको आधारमा तयार भएको यो हप्ताको लिडर बोर्ड हेर्छौँ हामी। लेट्स ह्याभ अ लुक। र यो हप्ता सबैभन्दा कम स्कोर र भोट प्राप्त गरेर अजित सुब्बा, लीला गजमेर र सम्राट गुरुङ बटम 3 मा हुनुहुन्छ। यहाँहरू 3 जनालाई हामी मञ्चमा स्वागत गर्दैछौँ। बटम 3 को यो र्याङ्किङ ऱ्यान्डम हो। उहाँहरूले प्राप्त गर्नुभएको भोट या स्कोरको आधारमा नभएर कम्पेरिटिभली अरू प्रतिस्पर्धीसँग कम्पेयर गर्दाखेरि कम प्राप्त गर्नुभएको स्कोर र भोटको आधारमा हो। उहाँहरू 3 जना मध्ये पनि सबैभन्दा कम कसको आएको छ, कसलाई हामी बिदाई गर्दैछौँ? जेनरली अरू श्रृङ्खलाहरूमा हामीले 1 जना प्रतिस्पर्धीलाई बिदाई गर्थ्यौँ भने आजको श्रृङ्खलामा हामी 2 प्रतिस्पर्धीलाई यो मञ्चमा अन्तिम पटक देख्दैछौँ। सम्राटको यो बटम 3 मा दोस्रो पटक। हजुर, यो थर्ड लीला पनि सेकेन्ड टाइम, राइट? अजित, इज दिस योर फर्स्ट टाइम? यस, इट इज माई फर्स्ट टाइम। तपाईहरू 3 जना जो चाहिँ मेरो भोइस कप सिजन 2 को दावेदारको रूपमै हेरिएको छ हामी सबैले, तर पनि तपाईहरू 3 जना बटम 3 मा हुनुहुन्छ। हामीलाई थाहा भइसक्यो कि यहाँहरू 3 जना मध्ये 1 जना मात्रै सुरक्षित हुनुहुन्छ र 2 जना घर जाँदै हुनुहुन्छ, राइट? सम्राट गुरुङ। हजुर। एन्ड लीला गजमेर। तपाईहरू 2 जना मध्ये सम्राट गुरुङ, प्लिज कङ्ग्रेचुलेट लीला. लीला, you are safe this week. Leela, you may get back to your seat, please. सम्राट, हजुर। अघिसम्म त नतिजा आउन बाँकी थियो, के होला भन्ने ढुकढुकी थियो। नाउ वी नो कि यो मञ्चको हाम्रो भेट चाहिँ यो अन्तिम भेट हो। हजुर। अहिले राइट नाउ तपाईँको मनमा मस्तिष्कमा बाँकी रहनु भएको साथीलाई केही भन्नु पर्यो भने व्हाट इज दैट? You guys are one of like the best, है ना? So all the best. Of course, यो एउटा सोको फर्मेट हो. Like one of us has to go every week, but like all the best. त्यही भन्न चाहन्छु. Ajit, would you like to add up something? Sure. I would like to say best of luck. हाम्रो भेट सङ्गीतको अझ ठुलो फराकिलो मञ्चमा पक्कै हुनेछ। जाँदा जाँदै हामी जाने प्रतिस्पर्धीलाई पनि खाली हात पठाउँदैनौँ, राइट? विभ गट
तपाईहरुको लागि हामीले उपहारको व्यवस्था गरेका छौं। राजेशजी, वुड यु माइन्ड? निर्णायक द्वय आदरणीय सुरेश अधिकारी सर र सुजाता वर्मालाई मञ्चमा स्वागत गर्न चाहन्छु, प्लिज। अहिलेको लागि इन्ट्रा फाउन्डेसनको तर्फबाट केही नगद उपहार यहाँहरुको लागि व्यवस्था गरिएको छ, प्लिज हामी सबैको तर्फबाट यो एक्सेप्ट गरिदिनु होला। थ्यांक यू। यो रियालिटी शोको उद्देश्य भनेको कसैलाई जिताउनु या हराउनु मात्रै होइन। नेपाली संस्कृति, नेपाली सङ्गीत, नेपाली भाषा, नेपाली साहित्य त्यो जिउँदो हुनुपर्छ र त्यसले जित्नुपर्छ र त्यो जिताउने मामिलामा त्यो नेपाली सङ्गीतलाई लोकप्रिय बनाउने, त्यसलाई त्यसको गरिमा, त्यसको महत्त्वलाई बढाउने अभियानमा यो इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन USA ले जुन परिकल्पना गरेको छ, यसको परिकल्पनाकार जिल्ला अधिकारी र उहाँको टिमले जुन प्रयास गरेको छ, त्यो प्रयासलाई यहाँहरूले धेरै माथि पुर्याउनु भएको छ। नेपाली भाषा, साहित्य, सङ्गीतको साँच्चै विकास भएको छ र त्यो अभियानलाई विजयी बनाउने हामी सबै विजेता हौ र तपाईहरु सबैजना विजेता हुनुहुन्छ। यहाँबाट चाहिँ आउट हुनुहुँदै गरेको लगायत म सबै सिङ्गरहरूलाई मेरो तर्फबाट म भोलि नै स्टुडियोमा लगेर एउटा गीत गाउन लाउन चाहन्छु। Thank you so much, sir. That's so inspiring. र त्यो मलाई चाहिँ यो अवसर यदि तपाईहरुले दिनुभयो भने म तपाईहरुप्रति साच्चै आभारी हुनेछु। Congratulations guys. Many congratulations to all of you. र अन्तमा हैन, यहाँ जो हुनुहुन्छ यहाँहरूले प्रत्येक पल आफूलाई यसरी खार्नु होला कि अन्तिमसम्म पनि तपाईहरुले चाहिँ यो इन्टर फाउन्डेसनको यो स्टेजलाई चाहिँ साथ दिन पाउनुहोस्। मेरो तपाईहरुलाई धेरै धेरै शुभकामना। तर छोडेर गए पनि वी आर अलवेज विथ यु। हामी सबैजना जजेस, आदरणीय रञ्जित गजमेर दाई, सबैको ब्लेसिङ पाउनु यहाँहरुको लागि धेरै ठुलो कुरा हो। हार्दिक बधाई छ। थ्यांक यू। वेल, हाम्रो प्रतियोगीहरूको संख्या दिन प्रतिदिन घट्दै जाँदाखेरि यहाँहरूलाई स्मरण गराउन चाहन्छौँ कि फिनाले पनि नजिकिँदैछ। फिनाले यही आउने अगस्त 13 तारिक कोलम्बसमा हुँदैछ। हामी यहाँहरू सबैलाई भेट्न इच्छुक छौँ र अर्को के पनि जान्न इच्छुक छौँ भने हामी सँगसँगै उत्कृष्ट 5 मा पर्ने प्रतिस्पर्धीहरू को हुनुहुन्छ त्यो जिम्मा भने यहाँहरूलाई भोट गर्नको लागि छोड्दै आजको श्रृङ्खलाबाट हामी बिदा हुन्छौँ। See you soon with our top 5. Thank you so much for staying with us. सातै सुरको सङ्गम यो नेपाली आवाज हो। सातै सुरको सङ्गम यो नेपाली आवाज हो। कला र संस्कृतिको संरक्षण हो। मेरो भोइस का, मेरो भोइस का, मेरो भोइस का। पनि सा गनि सा ग म सा ग म प। पनि सा गनि सा ग म सा ग म प। सा नि प म ग प म ग सा नि पनि सा पनि सा। सातै सुरको सङ्गम यो नेपाली आवाज हो। सातै सुरको सङ्गम यो नेपाली आवाज हो। कला र संस्कृतिको संरक्षण हो। मेरो भोइस का, मेरो भोइस का, मेरो भोइस का। पनि सा गनि सा ग म सा ग म प। पनि सा गनि सा ग म सा ग म प। सा नि प म ग प म ग सा नि पनि सा पनि सा। ग म पनि सा नि सा। Intra National Welfare and Support Foundation of America presents, supported by Intra National Home Care, AmeriCare Healthcare Services Inc., Serenity Home Health Agency, First Start Nursing Services, Intra National Transportation Services, Erie Insurance, Jorsimal Jewelry, Keller Williams, Pretty Clicks, GN International Grocery, Technology Partner, Nabham,
a software company. Intra Tech Solutions. Furniture partner, Aron Furniture. Medical partner, Chirayu Hospital. Makeup partner, Grace Studio. Hospitality partner, Mulberry Hotel.